तपाईहरुलाई एकदमै चासो हुने कुरो भनेको कसरी जाने होला मकाउ, कति खर्च लाग्ने होला, कमाई कति हुन्छ होला, हैन के चाहिन्छ होला, कागजपत्र हैन कति बचाउन सकिन्छ होला, कति खर्च हुन्छ होला त्यहाँ बस्दा भन्ने सबै कुरा सबैलाई चासो हुन्छ यो कुरो। हेलो नमस्ते सम्पूर्णलाई र हजुरलाई सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ र म हुँ डोलराज मल्ल। हाल मकाउमा अवस्थित छु र कार्यरत छु र आज म फेरि छोटो भिडियो या जानकारी हजुर समक्ष प्रस्तुत गर्दैछु। फेरि पनि अरु भिडियोहरुमा मसँग जोडिनको लागि मलाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला र भिडियो मन परेमा लाइक शेयर गर्न पनि नबिर्सनु होला। त्यसको लागि म धेरै धेरै आभारी छु र धन्यवाद भन्न चाहन्छु। र आजको भिडियोको विषय जति पनि नेपालमा अवस्थित नेपालीहरुलाई अलिकति मकाउको बारेमा केही जानकारी सायदै होला कतैलाई नहोला र अहिले नेपालबाट बाहिर विदेश जाने लहरको चलिरहेको हुनाले र त्यसको लागि हुन त म त्यसको लागि म इन्फ्लुएन्स गर्न त्यसलाई चाहिँ प्रचार प्रसार गर्न या सबै नेपालीहरु विदेश जाओस् नेपालमै नबसोस् कोही पनि भन्ने उद्देश्य चाहिँ मेरो होइन। तर आपत परेकोहरुलाई विदेश नहुनेहरुलाई जानुपर्ने बाध्यता पर्नेहरुलाई केही जानकारी होस् भनेर मैले यस्तै विषय अन्तर्गतको भिडियोहरु बनाउने गर्छु प्राय। र एकदम चासो हुने विषय सबैको लागि के हो भन्दाखेरि मकाउमा पनि जब पाइन्छ रे तर कहाँबाट जाने होला, कसरी जाने होला, हैन कति खर्च लाग्छ होला भने मलाई पनि त्यो हुन्थ्यो पहिला। म पहिलोचोटि मकाउ आउनु भन्दा अगाडि नाम त सुनेको तर कहाँबाट जाने होला, कोबाट कोले होला पठाउने भनेर मैले निकै खोजेपछि अब बाइ चान्स अनि फेला पर्यो। त्यो मेन पावर यो वर्ल्ड वाइड यो नभइकन अर्कै थियो। त्यो अब अहिले त्यो सुचारु छ कि छैन अहिले मलाई जानकारी आएको छैन। त्यो मेन पावरको नाम हो x.com। त्यो चाहिँ मेन पावरले यो सप्लाई कम्पनीहरुमा मान्छे पठाउने गर्ने गर्थ्यो। त्यसरी अब म आए यो एउटा छोटो जानकारीको लागि है। अब यो कम्पनी कहाँ छ के छ के गर्छ भन्ने तिर नजाउँ। अब चाहिँ तपाईहरुलाई एकदमै चासो हुने कुरो भनेको कसरी जाने होला मकाउ, कति खर्च लाग्ने होला, कमाई कति हुन्छ होला, हैन के चाहिन्छ होला, कागजपत्र हैन कति बचाउन सकिन्छ होला, कति खर्च हुन्छ होला त्यहाँ बस्दा भन्ने सबै कुरा सबैलाई चासो हुन्छ यो कुरो। अब मेन भनेको म अहिले भन्न खोजेको के भन्दाखेरि यहाँ मकाउमा आउने प्राय नेपालीहरु भनेको सेक्युरिटीमा हो, त्यसपछि हाउसकिपिङ क्लिनर अनि आरए रुम एटेन्डेन्ट हैन वेटर बेल बोय अनि आदि इत्यादिमा नै हो नेपालीहरु प्राय आउने भनेको। र अब कहाँबाट गरिन्छ होला, गर्न सकिन्छ होला, कति खर्च लाग्ने होला, हैन को होला, कुन मेन पावर होला, को मान्छे होला, यस्तै भन्ने सबैलाई चासो अवश्य नै हुन्छ। र अब यदि तपाईहरुलाई यदि राम्रो कम्पनी चाहनुहुन्छ, राम्रो स्यालेरी चाहनुहुन्छ, हैन सबै कुरा राम्रो होस् भन्ने चाहनुहुन्छ र आफ्नो क्वालिफिकेसनले पनि सपोर्ट गर्छ भने तपाईको एक्सपिरियन्स, तपाईको एजुकेसन, हैन तपाईको अरुको जिउडाल, हाइट हरेक कुराहरु अनुहार सबै कुराले चाहिँ तपाईलाई म्याच गर्छ, सपोर्ट गर्छ भने सिधा डाइरेक्ट सिधा कम्पनीमा आउँदाखेरि राम्रो हुनेछ है। सिधा कम्पनी यहाँ क्यासिनो होटलहरु रिजोर्टहरु हैन छन् त्यहाँ सिधा। अनि त्यहाँ कसरी अप्लाई गर्ने, कहाँबाट गर्ने भन्ने कुरो हुन्छ। मैले प्रिभियस भिडियोहरुमा पनि अब भनेको छु र कतिपयले अब हेर्नु भएकै छैन त्यो हैन। कहाँबाट गर्ने भन्ने चासो हुन्छ। अहिले सम्म चाहिँ अब यो समयसम्म अब मकाउको राम्रो कम्पनी ठुलो क्यासिनो रिजोर्ट होटलमा पठाउने भनेको म्यान पावर अहिले दुईटा मात्रै छ, एकता र
वर्ल्ड वाइड, एकता इन्टरनेसनल भन्छ, अर्को वर्ल्ड वाइड ह्युमन रिसोर्सेस। यहाँबाट आउनुभयो भने तपाईँहरूको क्वालिफिकेसन अनुसार तपाईँको अनुभव सबै कुरा छ भने यहाँबाट चाहिँ अप्लाई गर्दाखेरि राम्रो हुनेछ र खर्च कम लाग्नेछ हैन। कति लाग्छ भन्दाखेरि अब लगभग है 5 लाख रुपैयाँ वरिपरि लाग्न सक्छ। र कसरी प्रोसेस गर्ने भन्दाखेरि आफ्नो कागजातहरू, आफ्नो एक्सपिरियन्स लेटर है, आफ्नो स्कुल सर्टिफिकेट, आफ्नो सम्पूर्ण बर्थ सर्टिफिकेटहरू, सम्पूर्ण सर्टिफिकेटहरू लिएर म्यान पावरको कार्यालयमा गएर पेश गर्ने। उहाँहरूबाट तपाईँहरूको कागजात स्वीकार भयो भने, एक्सेप्ट भयो भने त्यसपछि उहाँहरूले तपाईँहरूलाई प्री इन्टरभ्यूको लागि बोलाउनु हुनेछ। र यदि प्री इन्टरभ्यूमा पास हुनुभयो भने, फेल हुनुभयो भने त फेरि अब त्यहाँबाट चान्स भएन, फेरि अर्को चिज ट्राई गर्न सक्नुहुन्छ। पास हुनुभयो भने त्यहाँबाट फेरि फर्दर इन्टरभ्यूको लागि अर्को स्टेपमा जान्छ। र त अर्को स्टेप भनेको फाइनल पनि हुनसक्छ। अर्को स्टेप भनेको मकाउमा अवस्थित कम्पनी या सम्बन्धित डिपार्टमेन्टको हाकिमहरूबाट, हाकिमभन्दा पनि अझै ठुलो पोस्ट भएको व्यक्तिबाट तपाईँहरूलाई इन्टरभ्यू लिनेछ। त्यो कसरी भन्दाखेरि भिडियो कल मार्फत। र भिडियो कल मार्फत इन्टरभ्यू लिनुहुनेछ। तपाईँहरूले आफ्नो स्किल त्यहाँ देखाउनु पर्ने हुन्छ एकदम। उहाँहरूलाई चाहिँ कसरी मन जित्ने हैन, इन्टरभ्यू लिँदाखेरि कसरी इम्प्रेस पार्ने, तपाईँहरूको त्यहाँनिर चाहिँ परीक्षा हुन्छ हैन। अब यदि त्यहाँ पास हुनुभयो भने त्यसपछिबाट तपाईँको चाहिँ नाम चाहिँ चेक भयो, राइट गरिदियो भने त्यसपछि तपाईँहरूलाई चाहिँ अब यहाँ ल्याउनको लागि तपाईँहरूको कागजातहरू यहाँको सम्बन्धित इमिग्रेसनमा पेश हुनेछ। यहाँको मकाउको सम्बन्धित इमिग्रेसनबाट त्यो तपाईँहरूको कागजात पेश भएपछि तपाईँहरूको लागि त्यहाँबाट वर्क पर्मिट इस्यु हुनेछ। यसलाई ग्रिन चप पनि भनिन्छ है, हरियो रङको यस्तो चप हुन्छ त्यो पनि भनिन्छ। त्यो इस्यु भएपछि अनि तपाईँहरूको काम अब जब पक्का भयो भन्ने बुझ्नु पर्नेछ। जबसम्म त्यो हुँदैन तबसम्म तपाईँहरूको काम अझै बनेको छैन, बन्न पनि सक्छ नबन्न पनि सक्छ है भन्ने हुन्छ। त्यसपछि त्यो भएपछि तपाईँहरूको टिकट अनि त्यसपछि फेरि अब कहाँबाट आउने, कुन रुट भएर सिधै नेपालबाट सिधै मकाउ त आउँदैन, फ्लाइट छैन, डाइरेक्ट रुट छैन। कहाँबाट आउने, अब हङकङ भएर आउने कि अब कतै सिङ्गापुर भएर, ब्याङ्कक भएर हैन, यता गुन्जाउ, चाइनाको गुन्जाउ भएर आउने कि त्यो अनुसार तपाईँहरूलाई भिसा लगाइदिनेछ। यदि चाइनाबाट म्यान पावरले चाइनाबाट पठाउँदैछ भने चाइनाको भिजा लगाइदिनेछ, चाइनाको एम्बेसी मार्फत। चाइना त छिर्नु पर्यो, त्यहाँबाट गुन्जाउ भएर त्यसपछि अनि मकाउ, अनि त्यहाँबाट चाहिँ गाडीबाट आएर अनि मकाउ छिर्न सक्नुहुनेछ। अर्थात् यदि सिङ्गापुर भएर या ब्याङ्कक भएर हो भने तपाईँलाई कुनै अब भिजा लाग्दैन। त्यहाँको लागि सिर्फ यहाँको वर्क पर्मिट, यहाँको यो सम्पूर्ण कागजातहरू लिएर त्यसपछि सिधा मकाउ आउन सक्नुहुनेछ है। अब मैले भनिहालेँ खर्च कति लाग्छ यताउति हैन, सबै कुरा। त्यसपछि अब यी म्यानपावरहरूले तपाईँहरूलाई अब डाइरेक्टमा मात्रै होइन, अरू सप्लाई कम्पनीहरूमा पनि मान्छे पठाउने गर्छ। त्यो कन्फर्म गर्नको लागि तपाईँहरूले म्यानपावरसँग सोध्नुपर्ने हुनेछ, उहाँहरूसँग समन्वय गर्नुपर्ने हुन्छ। म डाइरेक्टमा हो कि सप्लाईमा हो कि के हो भनेर पहिले कन्फर्म गरेर त्यसपछि अगाडि बढ्नु होला। र अब रह्यो अब यदि डाइरेक्ट या सिधा यहाँको कम्पनीमा आउन सक्नु भएन भने तपाईँहरू अब अर्को चोइसतिर जानुपर्ने हुनेछ। अर्थात् या दलाल या हैन अर्कै व्यक्तिको मार्फत तपाईँहरू लाग्नु पर्नुहुनेछ। मैले त्यो गर्नु भनेर म सल्लाह चाहिँ म दिन्न, तर केही पनि चोइस नभए चाहिँ मर्नुभन्दा बोलाउनु निको भने जस्तो जसरी आउनुपर्ने अवस्था छ, बाध्यता छ नेपालीहरूको सबैको भने अब उहाँहरूसँग पनि अब त्यो चाहिँ विषयमा तपाईँहरू पहिले एकदम मेक स्योर गर्नुपर्ने हुन्छ कि
कुन कम्पनी हो, कति घन्टा हो, कहाँ हो हैन। अनि त्यसपछि खर्च कति लाग्ने हो। अफ कोर्स यता यो म्यान पावरले भन्दा व्यक्तिहरूले रकम धेरै लिनेछ। अब यति नै लिन्छ भनेर मैले भन्न त मिल्दैन। मसँग कुनै त्यस्तो चाहिँ सहकारी त्यस्तो भएको पनि होइन, म गर्दा पनि गर्दिनँ। तर अहिलेसम्म आइरहेको भाइहरू व्यक्तिहरू मार्फत अब जानकारी पाएअनुसार अब 8 लाख त अहिले प्राय अब 8 लाख मात्रै ल्याउँदैन होला। 9 लाख 10 लाख हैन, 11 12 लाख 13 14 15 लाखसम्म नि अब माग्ने गरेको छ रे भन्ने अब जानकारीमा आएको छ। तर सकेसम्म धेरै रकम तिर्ने चाहिँ प्रयास चाहिँ अब नगर्नु होला। अझै विशेष गरी यदि तपाईहरुको काम अथवा वर्क परमिट स्योर भएको छ कि छैन, इस्यु भएको छ कि छैन, त्यसपछि मात्र बल्ल हिसाब किताबको कारोबार गर्नु होला आफ्नो सेफ्टीको लागि है। अरु कागजपत्रहरू त लगभग उइने हो। अनुभव लेटर सबैको हुनै पर्छ है, एक्सपिरियन्स लेटर है, एजुकेसन लेटर। अब एजुकेसन लेटर कम्तीमा पनि एसएलसी अथवा सोसर अथवा एसईई कम्तीमा त्यति चाहिँ हुनै पर्छ है। छैन भने कसो गर्ने होला भन्ने हुन्छ। त्यो अब जसले जागिर दिन्छु भनेको छ, मिलाइदिन्छु भनेको छ, उहाँसँग सोध्नु होला। तर वास्तवमा यहाँ आउनको लागि, मगमा जब गर्नको लागि एसएलसी वा एसईई कम्तीमा त्यति चाहिँ हुनै पर्छ है। र काम कति वर्ष गरेको हुनुपर्छ भने कम्तीमा 3 वर्ष चाहिँ काम गरेको सर्टिफिकेट चाहिँ हुनै पर्छ है। यो पनि पोइन्टमा राख्नु होला। 1 वर्ष गरेको छु मैले भनेर हुँदैन है। तर ट्राई गर्नु होला, त्यसको लागि केही छैन। ट्राई गर्दा केही फरक पर्दैन। ट्राई गर्नु होला, गएर भन्नु होला, सोध्नु होला। उहाँले मिलाइन्छ भने अब उहाँहरुकोलाई थाहा छ। ट्राई गर्नु होला। तर वास्तवमा मौकामा आउनको लागि 3 वर्ष काम गरेको अनुभव सम्बन्धित काम है। फेरि अब यहाँ सेक्युरिटीमा आउँदै हुनुहुन्छ, तर तपाईहरुले यहाँ त्यहाँ अर्कै काम गर्नुभएको छ। अन्त कुनै देशमा अब वेटरको काम गर्नुभएको छ, त्यो त म्याच भएन नि। त्यही काममा अनुभव हुनु पर्यो। जुन काममा आउने हो त्यही काममा अनुभव हुनु पर्यो। र त्यसको लागि र लगभग मलाई लाग्छ मैले यो जरुरी जानकारी मैले सबै भने। यदि हजुरलाई हैन त्यस्तो कन्फ्युज लाग्छ हैन, मैले चाहिँ अप्लाई गरेको अहिलेसम्म आएन या किन यस्तो ढिलो भयो हैन भन्ने त्यस्तो लाग्छ भने, या अर्थात् ल मलाई यस्तो भनेको छ अनि वर्क परमिट इस्यु भइसकेको छ मेरो, यो नक्कली हो कि सक्कली हो कि के होला हैन, हरेक कुरा यस्तो कुराहरू डाउट लाग्छ भने मलाई चाहिँ स्क्रिनशट चाहिँ पठाउनु होला है। मलाई मात्र होइन, यहाँ जति पनि यहाँ मगबाट चाहिँ यस्तै जब सम्बन्धी मगको बारेमा जानकारी दिने अरू पनि यहाँ ब्लगरहरू हुनुहुन्छ, उहाँहरूसँग पनि सोध्न सक्नुहुनेछ है। त यो सक्कली हो कि नक्कली हो कि के हो, पक्का हो कि होइन भन्ने कुरा उहाँहरू पनि सोध्न सक्नुहुनेछ। आजको यो छोटो भिडियो म यहीँ अन्त गर्न चाहन्छु। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनु होला। त्यसको लागि म धेरै धेरै आभारी छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र फेरि अर्को भिडियोमा छिटै भेट हुनेछौँ। सब्स्क्राइब गर्न बिर्सिनु भएको छ भने सब्स्क्राइब गरी मलाई सपोर्ट गर्नु होला। त्यसको लागि म एकदमै आभारी छु। र फेरि अर्को भिडियोमा छिटै भेटौँला। हस्त सबैको जय होस्। शुभ दिन, शुभरात्रि।